भ्यालेन्टाइन भनेको चाहिँ कोड गर्नको लागि मात्र होइन क्या, कोड नगर्नेको लागि पनि हो। यो माथि हेर्नुहोस् त वेबसाइट मैले भर्खरै बनाइदिएको छु होइन। यहाँ चाहिँ अब तपाईँले डिटेल हाल्नुभयो भने बनाएको वेबसाइट बनिसक्यो क्या। क्युआर जेनेरेट हुन्छ, क्युआर तपाईँले आफ्नो पार्टनरलाई पठाउनुहोस्, त्यहाँ क्वेसन सोधिन्छ, क्वेसन सोधेपछि एन्सर अनुसारको तपाईँले ठ्याक्क देख्नुहुन्छ फोटो सोटो तपाईँको मेसेजहरू। कसरी गर्ने भन्ने कुरा चाहिँ म भन्छु है त। वेबसाइट चाहिँ यो रहेको छ भ्यालेन्टाइन बिल्डर भनेको छ होइन। सबसे सुरुमा तपाईँ यसमा जानुहोस्, मेरो माया -143.web.app। अब 143 के मैले भन्नु पर्दैन होला, त्यही भएर मैले यो राखेको नाम डोमेन होइन। सो अब तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ, तपाईँले आफ्नो डिटेल हाल्नु। जस्तै म यहाँनिर इक्जाम्पलको लागि अनामी माई लभ भन्ने छ होइन। मैले यो ऱ्यान्डमली एकजना मान्छेको नाम राखिदिएको होइन, विदेशी। सो अनामी माई लभको ठाउँमा तपाईँले राख्न सक्नुहुन्छ निकिता होइन, लभ माई ड्रिम गर्ल होइन, ड्रिम गर्ल। त्यसपछि तपाईँले आफ्नो नाम राख्न सक्नुहुन्छ। म राख्छु मेरो टिकटकको आइडी फलानुको छोरो। सो त्यसबाट तपाईँले थिम चुज गर्न सक्नुहुन्छ, कुन थिम चुज गर्ने। म रोमान्टिक डार्कमा जान चाहन्छु। अब सक्सेसमा चाहिँ यदि तपाईँले उनीहरूले यस भन्यो भने के भन्ने भन्दाखेरि थ्याङ्क यू भनेर। अब रोमान्टिक कोड के लेख्ने, अब तपाईँलाई लेख्न मन छ भने लेख्नुहोस्, अन्त गुगलबाट चिपकाउनु पनि पाइयो, जे गरे पनि हुन्छ यहाँनिर होइन। तपाईँले लेख्न मन छ भने रोमान्टिक कोड ल आई लभ यू लेख्दै अहिले केही छैन, सिम्पल होइन। अब मेमोरिज फोटोहरू के गर्ने भन्ने कुरा छ। फोटोमा जानुहोस् तपाईँले होइन, यहाँनिर अपलोड गर्न मिल्छ मजाले। अब यहाँ चुज गर्नुहोस् कतिवटा फोटो हाल्ने। अब मैले चाहिँ यहाँबाट चुज गर्छु प्रथमै, जस्तै यहाँदेखि यहाँसम्मको फोटो चुज गरेँ मैले, 3 4 5 6 चुज गरेँ। यहाँनिर मेरो स्क्रिनसटहरू छ। सो यहाँनिर मैले एउटा प्रोजेक्टको स्क्रिनसटहरू चुज गरेको छु। अब तपाईँले यहाँ जेनेरेट भ्यालेन्टाइन लिङ्क भन्नुभयो भने लिङ्क जेनेरेट हुन्छ। सरप्राइज मी भन्नुभयो भने चाहिँ यहाँ माथि फिल गर्नु भएको छैन भने यहाँ फिल गरिदिन्छ उसले अटोमेटिक होइन। अब तपाईँले जेनेरेट लिङ्कमा जानुहोस्। अब जेनेरेट भएछ है। तपाईँले यो लिङ्क छ नि जुन यो मेरो माया योवाला लिङ्क पनि सेयर गर्न सक्नुहुन्छ तपाईँले आफ्नो पार्टनरलाई। अब यति लामो लिङ्क सेयर गर्नुको साटो तपाईँले यो क्युआर पनि सेन्ड गर्न सक्नुहुन्छ। डाउनलोड गर्नुहोस्, क्युआर डाउनलोड मजाले हुन्छ होइन। कता सेभ गर्ने के भन्ने कुरा सबैले मजाले हुन्छ पिएनजीमा। सो यो कुरा अझ तपाईँले मोबाइलमा चलाउन सक्नुहुन्छ है। यो एप्लिकेसन तपाईँले यहाँ खोलेर मोबाइलमा चलाउनु भयो भने अझ डाउनलोड गर्न पनि मिल्छ। इन्कोग्निटोमा भएकोले मिल्दैन यो देखाउनु होइन। तर तपाईँलाई इन्स्टल एप्लिकेसन भनेर आउँछ, यो मोबाइलमा इन्स्टल पनि गर्न मिल्छ। मैले इन्स्टल गरिसकेको छु। डाउनलोड गर्नुहोस्। अब कपी गर्नुहोस् लिङ्क, यो स्क्यान डाउनलोड गर्नुहोस् या यो लिङ्क कपी गर्नुहोस्, जे गर्नुहोस्। त्यस पछाडि तपाईँले अब पठाउनुहोस् पार्टनरलाई। तपाईँलाई हेर्न मन छ भने यहीँ प्रिभ्यू साइडमा जानुहोस्। अब यहाँ तपाईँलाई सोध्छ हे ड्रिम गर्ल, मैले अघि नाम राखेको थिएँ ड्रिम गर्ल। सो हे ड्रिम गर्ल विल बी भ्यालेन्टाइन। अब नो थिच्नुहोस्। अरे ल नो त थिचिँदैन त। सो जबसम्म नो यसमा थिच्दैन तबसम्म नो चेन्ज भएको भइ गर्छ। सो तपाईँले लास्टमा यसमा थिच्नु भने चाहिँ थ्याङ्क यू तपाईँले लेखेको मेसेज यहाँ छ। तपाईँको नाम के लेख्नु भएको थियो, फलानु उसरी लेखेको थिएँ मैले। सो यहाँ छ एन्ड फोटोहरू यहाँ छ। एन्ड तपाईँले आफूले लेख्न सक्नुहुन्छ, कस्टमाइज पनि गर्न सक्नुहुन्छ, यतिकै छोड्न सक्नुहुन्छ। एन्ड दिस इज माई भ्यालेन्टाइन गिफ्ट फर नन कोड साथीहरूको लागि।